नमस्ते साथीहरू। म आज तपाईँहरूलाई चाहिँ एउटा ठाउँ देखाउँछु ल। ल हेर्नुहोस् त, चारैतिर घरै घरले घेरिएको ठाउँमा यो सानो खाली ठाउँ। आहा! गर्मीको समयमा यसो फुर्सद भयो भने ल हेर्नुहोस् त, यो सानो घर कति चटक्क परेको है। भित्र के रहेछ भनेर मनमा मेरो उत्सुकता जाग्यो। त्यसपछि म पनि भित्र जान लागेँ। भित्र गएर यसो ढोका खोलेर हेर्छु त, मान्छेहरू बसेर त्यहाँ आनन्दसँग आराम गरिरहेका, कोही किताब पढिरहेका। यस्तो गर्मीको मौसममा चिसो ठाउँ, सुनसान ठाउँ, त्यहाँ बसेर बाहिर हेर्दाखेरि कति राम्रो भ्यू देखिने है। अनि त्यसपछि अर्को साइडमा यहाँ मजाको ठुलो टिभी पनि रहेछ। त्यो टिभी हेरेर बसे पनि भयो। बस्नको लागि प्रशस्त ठाउँ है। अनि यदि तपाईँलाई केही कुरा पढ्न मन लाग्यो भने यो ठाउँमा पढ्ने बुक्सहरू पनि छ। सबै फ्रीमा, तपाईँले यहाँ पैसा तिर्न पर्दैन। यो चाहिँ सार्वजनिक ठाउँ हो है। त्यसपछि तपाईँले त्यहाँ बसेर मजाले आराम गर्न सक्नुहुन्छ। केही पढेर समय कटाउन सक्नुहुन्छ। यहाँ ल हेर्नुहोस् यहाँ मान्छेहरू कसरी आराम गरिरहेका छन्। तर यो सार्वजनिक ठाउँ हो, यहाँ पैसा तिर्न पर्दैन। हामीले पनि नेपालमा यस्तै ठाउँहरू बनाउने हो भने यो गर्मीमा आराम गर्ने कति राम्रो ठाउँ हुन्थ्यो होला है। आहा! आज म घुम्दा घुम्दै यो ठाउँमा आइपुगेँ है। आहा! मलाई त साह्रै मन पर्यो साथीहरू। त्यही भएर यो बनाएको। तपाईँहरूलाई कस्तो लाग्यो ल? कमेन्ट गर्नु ल।